फेरि हेर न होटेलहरू हेर्नु होइन यस्तो यस्तो हुन्छ यी भैया को भी देखा रहे हम भैया तो नहीं दिखाए तो किसको दिखाएको कारहरूको त सजावट हेर्नु न फेरि कारहरूको अनि स्पेसल केक अनि स्पेसल केक चिन्छौँ रुमबाट त्यसपछि यहाँ बाटोतिर के कुराहरू कस्तो कस्तो कुराहरू हुन्छ हामी हेर्छौँ ओके लेट्स गो हेलो नेपाली जनता के छ त अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि आरामै सन्चैको साथै चाहिँ नि भिडियो बनाउँदैछु अनि यो चाहिँ एउटा इन्ट्रोको लागि मात्रै बनाउँदैछु किनभने चाहिँ अब हिजोतिरकै भिडियो एड गरेर अनि त्यही भिडियोहरू कन्टिन्यू गर्नु छ तर अनि यो चाहिँ इन्ट्रोको लागि चाहिँ म बनाउँदैछु ल हामी निस्केको है त ल ल अनि हाम्रो दाइ चाहिँ पछाडिपट्टि ओ लुना किन्दै क्या रोहित दाजु अनि रोहित दाजु भनेपछि त यतातिर हामी बसेको टोलतिर चाहिँ बल्दो बल्दो मान्छे हो क्या उहाँ भनेको उहाँलाई चाहिँ अब जति रोहित शर्मा भनेपछि त यतातिर नचिन्ने खासियत पनि छैन क्या त पछाडिपट्टि हाम्रो दाइ आउँदैछ घरबडीमा जाँदैनौँ हामी आरामले टक्क लगाएर अनि रातको हावा खाँदै अनि त्यसपछि हामी जान्छौँ आरामसँग जान्छौँ त्यस्तो हडबडी हामीलाई गर्नु छैन भारत पेट्रोल पम्प भयो अनि यतातिर चाहिँ पेट्रोल पम्पको सिस्टमै कस्तो राम्रो छ कि यतातिर चाहिँ ल दाजु देखियो है देखियो अनि त्यसपछि यहाँ पेट्रोल पम्प भयो हुन्छ सबै कुरा राम्रो हुन्छ तर त्यही हो कोही ठाउँमा चाहिँ अनि कस्तो अरू कुराहरू चाहिँ राम्रो राम्रो छ यतातिर रोडहरूदेखि लिएर अनि सिस्टमहरू सबै कुरा राम्रो छ एकदम मुनिको मान्छे त देखिरहेको यस्तो ल त हामी तर चाहिँ यतातिर हाइवेमा चाहिँ अनि रातिमा चाहिँ एकदम स्पिडमा हान्छ कि एकदमै हाम्रो गाउँतिर यताउति हल्का फुल्का चलाइरहने मान्छेहरूलाई त अनि यो हाइवेमा त चलाउनै सक्दैन क्या किनभने चाहिँ अब यहाँ त अब यस्तो स्पिडमा हान्छ क्या नर्मल भनेको 80-90 स्पिड हो यहाँको त अनि त्यसपछि अब मान्छे बाटो काट्ने नि यहीँबाट हो फेरि जेब्रा क्रसिङ छैन आकाशे पुल छैन यतातिर चाहिँ हाम्रो फास्टफुडहरू अनि अझैतिर खोलिरहेको छ यस्तो यस्तो दोकानहरू त कति क्या यतातिर चाहिँ मेन भनेको नै त्यो होटेलहरू अनि त्यसपछि त्यस्तैहरू क्या होटेलहरू मेन हुन्छ क्या यतातिर हजुर अरे हम भैया को भी देखा रहे हम भैया तो नहीं दिखाए तो किसको दिखाएगा हम शान्ति रेस्टुरेन्ट हामी जाँदैछौँ पटना होइन अनि त्यसपछि पटना त्यहाँनिर चाहिँ अब जे होस् त्यहाँनिर स्विमिङहरू छ अरे अनि त्यहाँ अनि हामी जाँदैछौँ अनि यो चाहिँ एउटा फ्याक्ट्री जस्तो छ क्या आनन्द भइरहेछ कि यहाँ फोहोर फालेको फेरि अब मेन समस्या भनेको यही फोहोर हो अनि यो फोहोर व्यवस्थापन गर्न सक्यो भने चाहिँ बिहार बवालै बन्छ होइन तर अब फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन यहाँ मेन कुरो भनेको चाहिँ त्यही हो किनभने जनसङ्ख्या त अनि नेपालको भन्दा अनि 22-23 गुणा बढी छ अरे अनि बिहारमा मात्रै अनि कहाँबाट हुन्छ त अनि होइन अनि यत्रो फोहोर व्यवस्थापन गर्नु पर्यो हाम्रो जहाँ नेपालमा अब नेपालमा त्यति थोरै जनसङ्ख्या हुँदा त अनि हामीले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन भने अनि यहाँ झन् त्यत्रो 22-23 गुणा बढी भएको त अनि कहाँबाट फोहोर व्यवस्थापन गर्न सक्छ त कारहरूको त सजावट हेर्नु न फेरि कारहरू त अनि फेरि हेर न होटेलहरू हेर्नु होइन यस्तो हुन्छ हामी चाहिँ पहिला यतापट्टि काम गर्थ्यो कि यता साइडबाट चाहिँ काम गर्थ्यो अनि यो बिच भयो अनि हाम्रो साथीहरू चाहिँ फेरि यताबाट होइन अनि यताबाट काम गर्थ्यो अनि हामी चाहिँ फेरि यताबाट जान्थ्यौँ तर अहिले चाहिँ हामी उहाँ तलबाट काम गर्न जान्छौँ अनि साथीहरूको रुम चाहिँ यताबाट हो फेरि यताबाट छिट्दै उनीहरू गल्लीमा अनि उनीहरू काम गर्ने होटेल भनेको चाहिँ रेस्टुरेन्ट भने ऊ यहाँ हो त्यसो हामी चाहिँ उतापट्टि साइडमा काम गर्थ्यौँ यहीँ ओर्लिन्छौँ यहाँ बस्छौँ
त्यसपछि अब ल हाम्रो साथीहरू काम गर्छ यहाँ हानेर होला त्यहाँ भित्रपट्टि ल भाडा गडाङ 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 गरेर परै हल्लाएर चक्कु मस्त चलाइरह होला के अन्त नि गर्नै पर्यो जिन्दगी ल त हामी पार्कमा आइपुग्यो नि त दाजु पार्कमै आइपुग्यो ल ल ल पार्क नि बन्द अरे अब कहाँ जान्छ कहाँ जान्छ मछली बजार ओहो ताउ हेर्नु त अब त्यहाँ भरि माछा राख्ने होला दिनभरि बेच्ने होला आम्मामामा माछा पाउँछ यता यतातिर हाजी चुनाव भएर अनि सबैको छुट्टी मार्दैछ क्या अनि त्यही भएर अनि हामीलाई नि छुट्टी भएको दिनमै यसरी डुलाएको के गर्ने त अनि उनीहरू नि छुट्टी मनाउन गएपछि अब कसलाई के भन्ने त होइन तपाईँ त हामी चाहिँ अहिले हाम्रो फेरि के खुवाउने रे हाम्रो दाइले के खुवाउने त स्पेसल केक अनि स्पेसल केक खाँदैछौँ हामी चॉकलेट वाला भी अच्छा लगता है यो R15 छब्री बाइक भन्छ नि अहिले फाइदा नि त जतिसुकै ऊ नै भयो नि छब्री बाइक भन्छ कि यसले लुक्सै हेर्नु नि त्यस्तै छ अनि हामी केकहरू हामी चाहिँ केक पनि खायो अनि चिसो पनि पियो यताउति अब चाहिँ हामी फेरि अर्को ठाउँतिर जानु छ के अन्त घुम्ने हो राति यही त हो दिक्कत चलो भैया दाजु भाइ हो अब त झन् दाजु भाइ हो अब झन् लोधी बुङ्गा फान्दै हिँड्यो अब त के छ र घने आम्मामा विनर विनिङ धेरै जसो त यतातिर यस्तै बिजनेस हान्छ क्या अन्डा हेर्नु न यस्तो सेतो हुन्छ क्या अन्डा अन्डा बनाउँदैछ यहाँ हमारा ऐसे भी हाजीपुर में गया इतना बड़ा हो ना करता हाँ ध्यान नहीं दियो पीने वाला पानी है भैया पीने वाला पानी के रोक्ने हो के हो जाने हो ल उ त्यो के भन्छ अरे नरिवलको दोकान भयो यो यस्तो भयो अनि अनि बुलेट चाहिँ बाबाल हो त्यो लुक्स मिठो छ जे होस् बुलेटको होइन यस्तो लुक्स चाहिँ बबालै छ क्या बुलेटको
मेरो लागि फेभरेट हो कि यो लास्ट मेरो लाग्यो क्या मलाई चाहिँ यो होला होइन स्ट्रबेरीहरू रहेछ अनि त्यसपछि चाहिँ होस् मिठो छ क्या यो चलो ल त हामी पार्कमा आइपुग्यो नि त दाजु पार्कमै आइपुग्यो ल ल ल ल पार्क नि बन्द अरे पार्क नि बन्द अरे अब कहाँ जान्छ कहाँ कहाँ जान्छ बैठो बंद है यार आज छुट्टी है, जैसे तुम्हारा छुट्टी है ना, जी ऐसा ये लोग का भी छुट्टी है। अच्छा मछली बजार ओहो ताउ हेर्नु त अब त्यहाँ भरि माछा राख्ने होला दिनभरि बेच्ने होला आम्मामामामा। भाइ माछा पाउँछ यता यतातिर हाजीपुरको यतातिर चाहिँ माछा पाउँछ फेरि के अन्त ल ठिकै छ अब सबैको आज फेरि चुनाव भएर अनि सबैको छुट्टी मार्दैछ क्या अनि त्यही भएर अनि हामीलाई नि छुट्टी भएको दिनमै यसरी डुलाएको के गर्ने त अनि उनीहरू नि छुट्टी मनाउन गएपछि अब कसलाई के भन्ने त होइन अनि यता भयो यतातिर क्या खाएगा केक? साइड में लगाइए गाड़ी, इधर इधर लगाइए, इधर आइए केक खिलाते हैं आपको। ल त ल ल ल म लेख्दिनँ त मलाई म लिखेर मलाई एकछिन देखाइदिनु न त तपाईँ त हामी चाहिँ अहिले ऊ हाम्रो फेरि के खुवाउने रे ऊ हाम्रो दाइले के खुवाउने लो लो बहुत पूरा होने गाड़ी से हेलो साथी हो गुड नाइट सबैजनालाई गुड नाइट अब चाहिँ म पनि घुप्लुक्क पारेर सुत्नुपर्ने हुन्छ अनि रुममा आइसक्यो म पनि त्यही हो भिडियो इन्जोय गर्नुहोस् इन्जोय गर्नुभयो एउटा लाइक सेयर सब्सक्राइब गरिदिनु होइन के छ र यसरी नै हो बिस्तारै बिस्तारै माया चाहियो नि त माया चाहियो मलाई नि माया चाहियो ल गर्दै गर्नु होला अनि त्यसपछि अब नेक्स्ट भिडियोसम्म आउनेन्जेलसम्म कुरेर बस्नु होला भन्दै अनि आजको यो भिडियो चाहिँ अनि यहीँ समाप्त गर्न चाहन्छु ओके सबैजनालाई धेरै मायाको साथमा चाहिँ राम्रोसँग बस्नु होला अर्को भिडियोमा हामी चाँडै सन्चोको साथमा भेट्छौँ भन्दैमा हाई फाई गाइज थ्याङ्क यू